सबैलाई नमस्कार नारायण। वसुदेव सुतं देवं कंसचाणूरमर्दनं देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरुं। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरु साक्षात् परः ब्रह्म तस्मै श्री गुरवे नमः। सबै सज्जन महानुभावहरूलाई नमस्कार नारायणको अभिवादन व्यक्त गर्दै म आज जेठको 3 गतेदेखि शुभारम्भ हुन गइरहेको पुरुषोत्तम महात्म्यको कथालाई यहाँहरू समक्ष म निवेदन गर्दछु। आज यो पहिलो अध्यायको यहाँलाई म किताबै हेरेर निवेदन गर्दछु। यहाँले अवश्य पनि केही बुझिदिनु हुनेछ भन्ने मैले विश्वास लिँदै श्री गणेश भगवानलाई नमस्कार गर्दछु। त्यसैगरी श्री गुरुजीलाई नमस्कार गर्दछु र भगवान कृष्णलाई पनि म नमस्कार गर्दछु। वन्दना गर्नेहरूको मनोरथ पूरा गरिदिने कल्पवृक्ष समान वृन्दावनमा रमाएर यसलाई शोभायमान बनाउने चमत्कारी भगवान पुरुषोत्तमलाई म वन्दना गर्दछु। भगवान नारायणलाई र यस जगतका मानवलाई मानव जुनीभन्दा श्रेष्ठ शुद्ध ब्रह्म देवी सरस्वती र व्यासलाई म नमस्कार गर्दछु। धर्मको जय होस् भन्दै पुरुषोत्तम महात्म्यको कथा म सुरु गर्दछु। अघि कुनै समयमा 1000 वर्षे यज्ञ गर्ने इच्छाले नैमिषारण्य क्षेत्रमा धेरै मुनिहरू आए। तिनमा असित, देवल, पैल, सुमन्तु, अंगिरा, वामदेव, पर्वत, गर्ग, विशाल, जय अनि जैमिनी यस्ता विशिष्ट सन्त मुनिहरू लोकहित गर्ने, सधैँ परोपकार मात्र गर्ने, शील भएका, सधैँभरि अरूको कल्याण गर्नका लागि लागिरहने, वैदिक एवं स्मृति कथित कर्म गरिरहने ऋषिहरू नैमिषारण्यमा आएर दीर्घकालीन यज्ञ गर्नका लागि तयार भए। अर्कोतिर त्यही बेलामा तीर्थयात्रा गर्ने उद्देश्य लिएर सुतजी पनि आफ्नो आश्रमबाट निस्किए। तीर्थयात्राका क्रममा पृथ्वीमा घुम्दा घुम्दै नैमिषारण्यमा आइपुग्दा सुतजीले धेरै मुनिहरूलाई भेला भएको देख्नुभयो। संसाररूपी समुद्रबाट पारी तर्ने आफ्ना शिष्यले शहीद भएका मुनिहरूलाई नमस्कार गर्न लाग्नुभयो। सुतजी अत्यन्त रमाउँदै उनीहरू भएतर्फ गए। तब रातो बोक्राले भिरिएका, हँसिलो अनुहार भएका, शान्त चित्तका, परमार्थ जानेका, समस्त गुणहरूले भरिएका, सम्पूर्ण आनन्दहरूको परिपूर्ण भएका, चन्दनको ठाडो टीका लगाएका, निधारभरि राम नामका छापले शोभिएका, शङ्ख चक्रको दिव्य छाप बनाएका, तुलसीको माला लगाएका, जटाको मुकुटले सिँगारिएका, आपद विपदहरूबाट समेत आश्चर्यपूर्ण किसिमले प्राणीलाई जोगाउने र हरिको परम मन्त्र जपिरहेका, समस्त शास्त्रहरूको सार जान्ने, सारा प्राणी मात्रको कल्याण गर्नका लागि परेका, इन्द्रियहरूको इच्छालाई जितेका, सांसारिक काम क्रोध लोभ मोहबाट मुक्त जगदैका गुरु भएका, श्री व्यासजीको कृपाले सम्पन्न भएका, व्यासले झैँ भौतिक सुख त्यागेका निस्वार्थी यस्ता सुतजीलाई आफूहरूतर्फ आइरहेको देखेर नैमिषारण्य क्षेत्रमा रहेका सम्पूर्ण ऋषिहरू आफ्नो ठाउँबाट उठेर विनयपूर्वक सुतजीलाई प्रणाम गरे। त्यसपछि आफूलाई नाना प्रकारका कथाहरू सुन्ने इच्छा भएको पनि ऋषिहरूले सुतजीलाई बताए। तब विनम्र स्वभाव भएका सुतजीले हर्षपूर्वक सबै ऋषिहरूलाई दुवै हात जोडेर दण्डवत प्रणाम गर्दा भयो। तब ऋषिहरूले भने, हे सुतजी, तपाईँ धेरै समयसम्म बाँचिरहनुहोस् र भगवानको भक्त भइरहनुहोस्। तपाईँका लागि आज हामीहरूले यो श्रेष्ठ र अत्यन्त सुन्दर आसन ओछ्याएका छौँ। हे महाभाग, हजुर थाक्नु भएको होला, यहाँ बस्नुहोस्। यदि भनेर तपस्वीहरू आफ्नो आसनमा बसिसकेपछि महातपस्वीहरूको आज्ञालाई शिरोपर गर्दै सुतजी आफूलाई देखाएको आसनमा बडो हर्ष र नम्रतापूर्वक बस्नुभयो। सुतजी सुखपूर्वक बसेर थकाइ मेटाइसकेको देखेपछि आफूहरूलाई पुण्य कथाहरू सुन्ने इच्छा भएको ऋषिहरूले कुरा बताउनुभयो। ऋषिहरूले भने, हे महाभाग सुतजी, तपाईँ अत्यन्त प्रभावशाली हुनुहुन्छ। गुरुका कृपाले तपाईँ व्यासका सबै वचनहरू जान्नुहुन्छ। के तपाईँ आराम हुनुहुन्छ? कसरी धेरै दिनपछि आज यो वनमा देखिनुभयो? हे व्यासका शिष्यहरूमा शिरोमणि सुतजी, तपाईँ प्रसन्नताका पात्र हुनुहुन्छ र तपाईँ पूज्य व्यक्ति हुनुहुन्छ। यस अपार संसारमा सुन्ने योग्य हजारौं कुराहरू छन्। तीमध्ये कल्याण गर्ने केही मात्र सार तत्त्व छन् जुन कुरा तपाईँका मनमा निश्चित गरिएका छन्। संसाररूपी समुद्रमा डुबेकाहरूलाई पारी पुर्याउने कल्याणकारी त्यस्तो कुरा बताउनुहोस्। हे महाभाग, अज्ञानले अन्धा भएकाहरूलाई ज्ञानरूपी आँखा दिने, भवरोगबाट मुक्ति दिने, रस औषधि जस्ता कथाहरूको सार, त्यस्ता हरिलीला जुन परम आनन्दका कारण बन्दछ, हामीलाई चाँडै नै बताउनुहोस् भनी सौनकादि ऋषिहरूले भनेपछि सुतजीले आफ्ना दुवै हात जोडेर भन्न थाल्नुभयो। सुतजीले भन्नुभयो, हे ब्राह्मण मुनिहरू, मैले सुनाउन लागेको सुन्दर कथालाई अब तपाईँहरू ध्यानपूर्वक सुन्नुहोस्। तीर्थाटन गर्न हिँडेको म पहिले पुष्कर नाउँ गरेको तीर्थमा पुगेँ अनि त्यहाँ स्नान गरेर पवित्र भई देवताहरू, पितृ र ऋषिहरूलाई तर्पण आदि
तृप्त पारेपछि समस्त विघ्न बाधाहरूलाई नाश गरिदिने यमुनामा पुगे। यसरी नै क्रमैसँग अरू तीर्थहरू घुमेर गङ्गाजीमा पुगे। काशी गएपछि गया पुगे। पितृहरूको श्राद्ध गरेर त्रिवेणी लागेर त्रिवेणीपछि कृष्ण दर्शनमा पुगे। त्यसपछि गण्डकीमा नुहाएर पुलह ऋषिको आश्रयमा आएँ। अनि म धेनुमतीमा नुहाएर सरस्वतीको तीरमा पुगेँ। हे ब्राह्मणहरू हो, त्यहाँ 3 रातसम्म उपवास गरेर त्यसपछि गोदावरी गएँ। त्यस्तै प्रकारले फेरि कृतमाला, कावेरी, ताम्रपर्णिमा, तापी, नन्दा, नर्मदा, सर्मदा गएँ। सेतुबन्ध, रामेश्वर गएँ। त्यसपछि नारायणको दर्शन गर्नका लागि म बद्रीवन अर्थात् बद्री पनि गएँ। नारायणको दर्शन गरेपछि त्यहाँका तपस्वीहरूको अभिनन्दन गरेर फेरि नारायणको स्तुति गर्दै उहाँलाई नमस्कार गरेँ। त्यसपछि म सिद्ध क्षेत्र पुगेँ। यस प्रकार अनेक तीर्थहरूमा घुम्दै कुरुक्षेत्रमा आइपुगे अनि जाङ्गल देश हुँदै हस्तिनापुर पुग्द भएँ। हे मुनिहरू हो, त्यहाँ पुगेपछि राजा परीक्षित राज्य त्यागेर धेरै ऋषिहरूका साथमा अत्यन्त पुण्यदायी गङ्गाको किनारामा गए भन्ने मैले सुने। त्यहाँ धेरै सिद्ध योगीहरू, देवर्षिहरू पनि आउनु भएको रहेछ। उहाँहरू मध्ये कोही निराहार गर्ने हुनुहुन्थ्यो, कोही वायु आहार गर्ने, कोही जल मात्र आहार गर्ने, कोही पात मात्र आहार गर्ने, कोही चाहिँ सास मात्र लिने र कतिपय फलाहारी हुनुहुन्थ्यो। हे मुनिहरू हो, त्यो समूहसँग केही सोध्ने इच्छाले म पनि त्यहाँ गएँ। त्यसै बेला त्यहाँ ब्रह्मरूप भगवान् महामुनि व्यासका छोरा अत्यन्त तेजस्वी, बडा प्रतापी अनि श्रीकृष्णका चरणाविन्दमा मन लागिरहेको सुकदेवजी आइपुग्नुभयो। 16 वर्षीय योगीराज सुकदेवलाई देखेर त्यहाँ रहेका मुनिहरू हर्षले हात जोडेर एकाएक जराकजुरुक्क उठ्दा भए। यता मुनिहरूले सुकदेवजीका लागि अग्लो उत्तम आसन ठिक पारेर त्यसमा बसालेपछि आफूहरू पनि कमलको केशरलाई कमल फुलका पात्रले घेरे झैँ सुकदेवका वरिपरि झुमिएर बस्दा भए। त्यस बखतमा उत्तम आसनमा बसेका व्यासका छोरा ज्ञानरूपी महासागरका चन्द्रमा जस्ता महामुनि भगवान् सुकदेवजीले त्यहाँका ब्राह्मण मुनिहरूद्वारा गरिएको पूजालाई स्वीकार गरी बस्नुभयो। यस समयमा उहाँ ताराहरूले घेरिएको चन्द्रमा जस्तै शोभायमान देखिनुहुन्थ्यो। आदरणीय सज्जन महानुभावहरू, मैले यो पुरुषोत्तम महात्म्यको पहिलो अध्यायको कथा यहाँहरूलाई सुनाएँ। यहाँहरूले अवश्य पनि मन पराउनु हुनेछ भन्ने मैले आशा र विश्वास लिँदै म हिन्दू जागरण नेपाल तथा भागवत सेवा सङ्घबाट म शान्ति रोका यहाँहरू समक्ष बिदा हुने अनुमति चाहन्छु। फेरि म बाँकी प्रसङ्गलाई प्रत्येक दिन एक अध्याय म यहाँहरूलाई श्रवण गराउनेछु। हस्त नमस्कार, नारायण।